मान्छेको लास्ट 3 दिनपछि मैले लोछेमा भेटाएँ अनि मैले नागेर जानुपर्ने थियो कि अनि उहाँले चाहिँ विदाउट अक्सिजन गरिरहनु भएको रहेछ अनि ठ्याक्कै तपाईँको सानो कर्नर थियो त्यो मान्छे तेर्सो पर सुतिरहेको अनि अरू लास्ट त अब बोलेको थिएन त्यो मतलब भएन त्यो मान्छे चाहिँ बोलेको उसले मेरो फोटो पनि खिचिदिएको भएर ठ्याक्कै 3 दिनपछि त्यो मान्छेको लास्ट देख्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो लोछेमा चाहिँ तपाईँको हामी चढिरहेको छ हेलिकप्टरले लङ लाइनबाट लास्ट झुन्डाले लगिरहेको छ अनि सातो गयो त्यतिखेर चाहिँ तर होइन अब सबैको हिँड्दा त अब यहाँ पनि त कति गाडीले हानेर मान्छेहरू मरेर हुन्छ स्कुटीमा मरेर हुन्छ टोयलेटमा ल कविताजी पहिला सुरुमा तपाईँ 24 घण्टाको अन्तरमै दुईवटा ठुला हिमाल चढेर संसारकै ठुला अग्ला हिमालबाट फर्किनु भएको छ पहिला अनुभव थोरै सुनाइदिनुहोस् कस्तो रह्यो थ्याङ्क यू सो मच दाइ अनि सबैजना यहाँ जो जति पनि उपस्थित हुनुभएको छ मेरो सेलिब्रेसनमा सहभागी हुनको लागि सबैजनाले एकदमै धेरै धन्यवाद अलिकति कुर्नु पर्यो है माथि वेदर बिग्रेर मलाई पनि कस्तो गाह्रो भएको थियो आइदिनु भयो धन्यवाद अनि एक्सपिरियन्स त अब के हुनु है सँगैको साथी अब मरेको छ त्यहाँनिर कसैको औला खाइदिएको छ 3टा त्यो अब सम्झिनै मन छैन त्यो कुराहरू त तर जे सोचेको थिएँ जे सपना देखाएको थियो त्यो चाहिँ पुरा भयो अनि खुसी छु के मलाई चाहिँ एउटा के स्क्रच पनि भएन अलिअलि यो डरा छ उयसले ठिक छ साथीहरुको औँला भाँचिदो त्यो सब भइरहँदा तपाईँ आफैलाई चाहिँ डर लाग्यो कि लागेन ला मलाई पनि केही हुन्छ कि भन्ने तरिका यस्तो थियो हिमालमा यहाँ चाहिँ मरिँदैन भन्ने चाहिँ थियो अनि त्यो सगरमाथा आरोहण गरेँ फर्स्टमा चाहिँ पहिलोचोटि अनि त्यो गरेर ठ्याक्कै साउथ कोलमा फर्किँदाखेरि चाहिँ हामी 3 जना थियौँ 3 जनाले चाहिँ सोचेको थियो हाम्रो कम्पनीबाट कि 2टा हिमाल चाहिँ एकैचोटि चढ्ने भनेर अनि 2 जनाले चाहिँ सकेन उठ्नै सकेन उनीहरू चाहिँ हामी अब यहीँ रेस्ट गरेर भोलिपल्ट क्याम्प 2 फर्किने भन्यो मलाई पनि यस्तो गिभअप गर्नु चाहिँ मन थियो तर 6 घण्टा जति सुतेँ फेरि क्याम्प 2 मा एक दिन अगाडि एकजना शेर्पा दाइ सुत्नु भयो सुतेको सुत्दै गर्नुभयो उठ्नु भएन होइन सुत्न डर लाग्यो मलाई फेरि अनि एकजना टेन्ट पार्टनर राखेर अनि एकछिन 6 घण्टा सुतेँ अनि अब चाहिँ लोछे चढ्नुपर्छ भनेर गएँ चढेँ भुत चढेँ त्यतिखेर होइन प्लान थियो प्लान गरेर गएको थिएँ तर त्यहाँ पुगिसकेपछि चाहिँ सबैजनाले लोछे चाहिँ गिभअप गरेको थियो कि अनि जसले चढ्ने भनेको थियो हामीले सोचेको थियो उनीहरूले चाहिँ तर जे सकियो गरे सगरमाथाको मात्र थकाइले पुगेन लोछेसम्म नि पुग्नु भयो हजुर लोछे चाहिँ फेरि कतिजनाले थाहा छैन हाम्रो के भन्छ चौथो सबैभन्दा ठुलो हिमालमा चौथो नम्बरमा पर्छ लोछे चाहिँ अनि सगरमाथाको ठ्याक्कै छेउमा छ एकदमै राम्रो एकदमै सगरमाथा भन्दा नि राम्रो लागेको हिमाल हो मलाई चाहिँ लोछे चाहिँ हजुर यो खासमा भन्नुपर्दाखेरि एक्लो मुभी हाउसहरूलाई थाहा होला होइन अनि क्यारेक्टर रिसर्च गर्दै जाँदाखेरि हामीले सुटिङ पनि हिमालयमा गरेको सबै अनि माथि अन्नपूर्ण रेन्जमा गरेको अनि त्यो हिमालय बोला जस्तो फिल भएको क्या तपाईँको 45 दिन बस्दाखेरि अनि दियापुन दिदी मेरो रुममेट हुनुहुन्थ्यो उहाँले पनि सगरमाथा आरोहण गर्नुभएको अनि दिदीसँग कुरा गर्दै जाँदाखेरि चाहिँ जिन्दगीमा एकचोटि चाहिँ के रहेछ है यसको भोगाइ चाहिँ एकचोटि भोग्नुपर्छ भन्ने फिल भयो मलाई अनि ठ्याक्कै हेर्दै जाँदा माउन्टेन क्विन भन्ने नेटफ्लिक्समा देख्नुहुन्छ हाम्रो शेर्पा दिदीले गर्नुभएको अनि सबैभन्दा धेरै एभरेस्ट आरोहण गर्ने दिदी हुनुहुन्छ उहाँ चाहिँ अनि उहाँको त्यो स्टोरीले एकदमै छुयो मलाई चाहिँ जिन्दगीमा एकचोटि चाहिँ के रहेछ यो एकचोटि चाहिँ एक्सपिरियन्स गर्नुपर्छ है भन्ने चाहिँ भयो मलाई अनि त्यहाँबाट चाहिँ यसो जोस आयो 6 महिना अगाडि एक्लो मुभीको सुटिङमा हजुर 24 घण्टामा चाहिँ दुईटा अवस्था गर्नु भनेको चाहिँ कस्तो जस्तै तपाईँ सगरमाथा चढ्नुभयो पहिला हैन ओहो अनि त्यस पछाडी तपाईँ कति तल झरेर माथि जानुपर्ने हुन्छ कस्तो हुन्छ भन्दा तपाईँको सगरमाथा यहाँनिर छ लोछे यहाँ छ नोक्से यहाँ छ अनि क्याम्प 1 क्याम्प 2 क्याम्प 3 क्याम्प 4 हुन्छ हैन अनि क्याम्प 4 साउथ कोलबाट सगरमाथा जान्छ ठ्याक्कै यता लोछे फेस हुँदै जाने हो कि सगरमाथा चाहिँ अनि लोछे फेसमा तपाईँको क्याम्प 4 हुन्छ फेरि सगरमाथा चढेर अनि साउथ कोलमा क्याम्प 4 मा झरेर लोछेको क्याम्प 4 मा पुगेर अनि त्यसपछि पिकमा जाने हो कि अर्को धेरै झर्नु पर्दैन क्याम्प 4 टु क्याम्प 4 झर्नु पर्छ कहिले फिल भयो तपाईलाई त्यो हिमाल चढिरहँदा ला म त नसक्ने रहेछु गलेको फिल हैन गिभ अप गर्दिम कि त्यो खालको फिलिङ्स आयो हैन मलाई एउटा ठाउँमा लोछेमा चाहिँ एकदमै डर लागेको किन भन्दा खुम्बु आइसफल एकदमै डरलाग्दो ठाउँ है त्यो हामी चढिरहेको छ 100 मिटर अगाडि आइसफल भएर झरिरहेको छ खसिरहेको छ सातो गएको छ त्यो लकले बस्ने ठाउँ हो अनि त्यो ठाउँमा मैले एकजना फरेनर भेटेको थिएँ रोमानियन अनि उहाँको गाडी चाहिँ मेरो शुभचिन्तक रहेछ हामीले फोटो पनि खिचेको थियौँ सँगै उहाँले नै रोमानियनले नै खिचिदिनु भएको थियो कि अनि त्यही मान्छेको लास्ट 3 दिनपछि मैले लोछेमा भेटाएँ अनि मैले नागेर जानुपर्ने थियो कि अनि उहाँले चाहिँ विदाउट अक्सिजन गरिरहनु भएको रहेछ अनि ठ्याक्कै तपाईँको सानो कर्नर थियो त्यो मान्छे
जस्तो परेर सुतिरहेको अनि अरू लास्ट त अब बोलेको थिएन त्यो मतलब भएन त्यो मान्छे चाहिँ बोलेको उसले मेरो फोटो पनि खिच्दिएको भएर ठ्याक्कै 3 दिनपछि त्यो मान्छेको लास देख्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो लोछेमा चाहिँ तपाईँ टोटली मासु गएर आउनेसम्म धेरै नै लास भेटिँदो रहेछ आफै अलिक जस्तो हुन्छ तर अति नै थियो झन् डर लाग्ने झन् त्यस्तो भयो होला तपाईँको हामी चढिरहेको छ हेलिकप्टरले लङ लाइनबाट लास झुन्डाएर लगिरहेको छ अनि सातो गयो त्यतिखेर चाहिँ तर होइन अब सबैको हिँड्दा त अब यहाँ पनि त कति गाडीले हानेर मान्छेहरू मरेर हुन्छ स्कुटीमा मरेर हुन्छ टोयलेटमा